साथीहरू यहाँ भरतपुरतिर चाहिँ आज झमझमले पानी परिरहेको छ है। पानी परिरहेको छ। को यहाँ भरतपुर आउने र भरतपुरबाट जाने काम गर्दै हुनुहुन्छ उहाँहरूले सचेत दिनु होला। स्पेसल्ली यो कुरा चाहिँ बाइक चालकहरूले पुरा गर्नुपर्ने हुन्छ किनकि बाइक चालकको पाङ्ग्रा चिप्लिएर डल्न पनि सम्भावना हुनेछ। एकदमै उहाँहरू बोटाघाटसम्म जाने हुनुहुन्छ भने उहाँहरू के अरे जाममा पर्नुहुनेछ। गाडी बस या कुनै भाइस गाडीहरूमा जानुभएको छ भने त्यो गाडीहरूबाट हजुरहरू के अरे सचेत हुन चाहनु भन्दछु। म पानी परेर हामीलाई जाडो भइरहेको छ। बिहानदेखि लगातार पानी परेको छ र यो भरतपुरको बाटो हो। यो भरतपुरको यो बुद्ध चोकतिर रहेको छ र पानी परेको पनि देखाउने छौँ। पानी परिरहेको छ साथीहरू र हजुरहरू चाहिँ भरतपुर बाटो कहिले नहिँड्नु है त साथीहरू। ल यसरी के अरे बेजोडसम्म नतराउनु होला। नहिँड्नु चाहिँ भन्दिनँ तर यो बेजोडसम्म तराउने काम चाहिँ नगर्नु साथीहरू। धन्यवाद।